Dear students, Namaste and welcome to our educational channel Viral Guru NPL. Today we are going to discuss a beautiful poem Stopping by Woods on a Snowy Evening. Okay, हामी हिउँ परेको साँझमा वनको छेउमा रोकिदा भन्ने कविता पढ्न गइरहेका छौं. This poem has composed by Robert Frost. यो कविता रबर्ट फ्रस्टले के गरेका हुन् त चाहिँ रचना गरेका हुन्. This poem, okay, the previous part of the poem simply deals with the nature. यसले के गरेको छ त पहिलो पार्टले पहिलो स्टान्जाले यसको नेचरलाई है प्रकृतिलाई चाहिँ के गर्ने सम्बोधन गरेको छ. अ ब्युटिफुल सिनरी अफ द नेचर. ओके, यसले चाहिँ प्रकृतिको सुन्दरतालाई indicate गरेको छ, देखाउने प्रयास गरेको छ. The later part of the poem has a specific, okay, touch of philosophy. Okay, यसले चाहिँ एकदम टच गरेको छ, फिलोसोफिकल्ली यसले टच गर्दछ. द फर्स्ट प्राइम मिनिस्टर अफ इन्डिया, ओके, इन्डियाको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू वाज हाइली इम्प्रेस्ड बाई द लास्ट फिलोसोफिकल पार्ट अफ द पोएम. यस पार्टको फिलोसोफिकल अन्तिम पार्टलाई इन्डियाको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पनि यसले के गरेको थियो त अत्यन्तै टच गरेको थियो, छुएको थियो. We will discuss about the every stanza in very simple language. Okay, I will try to my best. Okay, म यहाँहरूलाई अत्यन्तै सरल भाषामा बुझाउने कोसिस गर्नेछु. Dear students, try to understand this poem. Most of the poem is difficult to understand. Okay, what is the theme of this poem? Okay, हामीले पोएमलाई बुझ्न अलि गाह्रो नै हुन्छ. Here is given the first stanza and then here we are going to discuss about the first stanza here. Whose words these are, I think I know. है कविले भन्छन् कि यो कसको वन हो थाहा छ जस्तो लाग्छ मलाई. ओके, थाहा छ जस्तो means a poet is traveling on to another place through the snowy evening. Okay, snowy woods, स्नोई फरेस्ट. उनी एक दिन एउटा चाहिँ जंगलमा यात्रा गरिरहेका हुन्छन्. त्यो घोडामा सवार भएर यात्रा गरिरहेका हुन्छन्. त्यति बेला उनले भन्छन् हुज वुड्स दिस आर, आई थिंक आई नो. यो कसको वन हो थाहा छ जस्तो लाग्छ मलाई भन्छन्. बट ही इज कन्फ्युज्ड. हिज हाउस इज इन द विलेज. ओके, हिज हाउस इज इन द विलेज दो. ओके, उसको घर गाउँमा छ भन्छन् उनले. है उसको घर कहाँ छ, गाउँमा छ भन्छन्. मिन्स इट इज द ओनर्स हाउस. ओनर्स हाउस मिन्स जंगलको मालिकको घर कहाँ छ त उन गाउँमा छ भनेर भन्छन्. ही विल नट सी मी स्टपिङ हियर टु वाच हिज वुड्स फिल अप विथ स्नो. ओके, उसले हिउँले भरिएको जंगल हेर्न, हिउँले भरिएको जंगल हेर्न यहाँ रोकेको मलाई उसले देख्ने छैन. उसले मिन्स ओनर अफ फरेस्ट, द ओनर अफ फरेस्ट, फरेस्टको त्यो मालिकले मलाई देख्ने छैन, म यहाँ रोकिएको भनेर उनले इमेजिन गर्छन्. यो कविताले भन्न खोजेको कुरा के हो त? वी आर गोइङ टु डिस्कस द पोइट. ओके, द पोइट स्टप्स बाई क्वाइट फरेस्ट कभर्ड इन स्नो. अब के गर्छन् त कविले हिउँले ढाकिएको है, कविकोले कवितामा को प्रारम्भमा कविले हिउँले ढाकिएको छेउमा रोकिएका छन्. उनी के गरेका छन्, छेउमा रोकेका छन्. बाई क्वाइट फरेस्ट कभर्ड इज स्नो. ही बिलिभ्स he knows who owns these woods, but that person lives in the nearby village, so he won't see the poet standing here. Okay, उनले के भनेका छन् त उनलाई लाग्छ कि यो वन कसको हो भन्ने थाहा छ. उनलाई के छ त यो वन कसको हो भन्ने थाहा छ, तर त्यो मानिस गाउँमा बस्दछ. त्यो जो ओनर हो, जो चाहिँ यो भिलेजको सरी यो चाहिँ फरेस्टको वुड्सको चाहिँ जुन चाहिँ मालिक हो त्यो कहाँ बस्छ त, गाउँमा बस्छ. त्यसैले उसले कविलाई के गरेको छ त यहाँ उभिएको देख्ने छैन. मिन्स ही इज वन्डरिङ, ही इज enjoying with the beautiful scenery of the snowy evening. Okay, on snowy evening, snowy evening मा उनी रमाइरहेका हुन्छन्. त्यसैले उसले उनलाई त्यहाँ देखेको छैन. त्यसकारण the poet is drawn to the peaceful beauty of the falling snow in the woods and pauses just to admire it. Okay, कवि चुपचाप हिउँ परेको
रमाइलो दृश्यमा के गरिरहेका हुन्छन्, हराइरहेका हुन्छन्, त्यो मनोरम दृश्यसँग रमाइरहेका हुन्छन्। This stanza says a calm and peaceful skin. अब के गरेको छ, यो श्लोकमा शान्त र सौन्दर्यपूर्ण दृश्यको चित्रण गरिएको छ, जो त्यो जङ्गलको हिउँ परिरहेको छ हैन। त्यहाँ उनले घोडालाई रोकेर चाहिँ त्यहाँ रोकिन्छन्, रमाउँछन्। त्यसले के गरेको छ त भन्दा यो स्टान्जाले शान्त र सौन्दर्य दृश्यको चित्रण गरेको छ। द पोइट इज फ्यासिनेटेड बाई द नेचर ब्युटी अराउन्ड हिम। अब कवि प्रकृतिको सौन्दर्यतामा मोहित भएका छन्। He feels safe and unnoticed, allowing himself to enjoy a quiet moment in the nature. Okay? उनी एकछिन शान्तमा के गरिरहेका हुन्छन् त, रमाइरहेका हुन्छन्। At that time, we are going to discuss another stanza here. My little horse must think it queer, okay, to stop without a farmhouse near, between the woods and frozen lake, the darkest evening of the year. Okay? अब उनले कविले के सुन्छन् त, जस्तै द हर्स इज स्ट्यान्डिङ दियर, ओके, हर्स चाहिँ उभिरहेको हुन्छ, अचम्मित हुँदै सोचिरहेको हुनुपर्ने मेरो सानो घोडाले, ओके, उसले चाहिँ घोडाले क्वेयर मिन्स ओट, ओके, अनौठो महसुस गरिरहेको हुनसक्छ। टु स्टप विथआउट अ फार्म हाउस नियर, अब यहाँ के छैन त, कुनै चाहिँ गोड बिना यहाँ नजिकै रोकिँदा उसले के गरेको छ त, घोडाले अनौठो फिल रोकेको छ। वाइ माई ओनर इज स्ट्यान्डिङ हियर विथआउट एनी फार्म हाउस नियर हियर, यहाँ कुनै प्रकारको फार्म हाउस छैन होइन, घरहरू छैनन् भनेर उसले चाहिँ घोडाले कल्पना गरेको हुनुपर्छ भन्छ है। खेतको घर अथवा खेतमा भएको घर भन्ने हुन्छ फार्म हाउस मिन्स। बिट्विन द वुड्स एन्ड फ्रोजन लेक, द डार्केस्ट इभिनिङ अफ द इयर, ओके। अब यो छ त वन बर्फिलो तापको बीचमा, वर्षको सबैभन्दा अँध्यारो साँझमा यहाँ किन मेरो मालिक रोकिएको होला भनेर त्यो घोडाले के गर्छ त, अनौठो महसुस गर्छ। द पोइट इमेजिन्स द्याट हिज हर्स इज कन्फ्युज्ड, ओके। कविलाई के लाग्छ भने उनको घोडा यो ठाउँमा रोकिनु अनौठो ठानेको छ। त्यो घोडाले के गरेको छ, मेरो मालिक यहाँ किन रोकिएको होला, यहाँ कुनै फार्म हाउस पनि छैन होइन, यस्तो चाहिँ वर्षको एकदमै चिसो मौसम छ होइन, अँध्यारो छ, किन रोकिएको होला भनेर त्यो घोडाले अचम्मित मान्छ। दे हेभ स्टप्ड इन अ भेरी लोनली प्लेस फार फ्रम एनी हाउसेस इन बिट्विन अ फरेस्ट एन्ड फ्रोजन लेक। अब उनीहरू के गरेका हुन्छन् त, अब वरिपरि कुनै घर पनि छैन, अगाडि जङ्गल र छेउमा जमेको ताल छ, हिउँले ढाकेको छ भनेर चाहिँ उसले अनौठो मान्छ। इट इज अल्सो द डार्केस्ट नाइट अफ द इयर। यो के थियो त, यो वर्षको सबैभन्दा अँध्यारो रात थियो, ओके, व्हिच जसले मेक्स द सेटिङ इभन मोर साइलेन्ट एन्ड मिनिस्ट्रियस, ओके। अर्को के लेखेर आएको थियो, जसले यो क्षणलाई अझ रहस्यमय बनाएको थियो। दिस स्टान्जा सोज द्याट द स्टप इज अनयुजुअल, ओके। यो चाहिँ श्लोकमा बताउँछ कि यो सुनसान ठाउँमा रोकिनु सामान्य कुरा होइन, अनयुजुअल हो, ओके। इभन द हाउ हर्स इज सरप्राइज्ड, अब घोडा पनि के गर्यो, अलमल परेको जस्तो लाग्छ, ओके, किन रोकिएको होला मेरो मालिक, यस्तो सुनसान ठाउँ छ, यहाँ फार्म हाउस पनि छैन, खेतबारीका कुनै घरहरू पनि छैनन् होइन, जमेको चाहिँ हिउँले जमेको ताल छ, जङ्गल छ, वर्षकै सबैभन्दा अँध्यारो चाहिँ साँझ छ भनेर उसले चाहिँ अचम्म मानिरहेको हुन्छ। द हर्स surprised, it highlights the deep silence and stillness of the winter night, making the moment feel magical but strange, okay। यसले के गराएको छ, वातावरण शान्त छ, रहस्यमय र चिसो छ, जसले प्रकृतिको शुद्ध शान्तलाई देखाउँछ। यसले प्रकृतिको शुद्ध शान्तलाई देखाउँछ भनेको छ। नाउ वी आर गोइङ टु डिस्कस अबाउट द थर्ड स्ट्यान्जा हियर। ही गिभ्स हिज हार्नेस बेल अ शेक। अब घोडाले के गर्छ त, साजुक चाहिँ घोडाको चाहिँ गर्दनमा जुन चाहिँ लगाइएको हुन्छ त्यो घन्टी हल्लाउँछ उसले है, उसको चाहिँ उसले बोल्दैन। टु आस्क इफ देयर इज सम मिस्टेक, यहाँ केही गल्ती भयो कि भनेर उसले ठान्छ र सेकिङ हिज बेल, ओके, उसले आफ्नो बेललाई चाहिँ बजाउँछ। ही क्यान नट स्पिक, ओके, ऊ बोल्न सक्दैन, तर उसले चाहिँ ही सिम्बोल्स बाई बेलिङ, ओके। द ओन्ली अदर साउन्ड्स द स्विप अफ इजी वाइन्ड एन्ड डाउनी फ्लेक, ओके। अब छ त अर्को आवाज, त्यहाँ कुनै त्यहाँ आवाज छ भने के छ त, केवल हावा र हिउँ परिरहेको त्यहाँ आवाज हामी सुन्न सक्छौँ। अब यो स्टान्जाले भन्न खोजेको कुरा के हो त, द हर्स सेक्स इट्स बेल। अब घोडाले
घन्टीलाई हल्लाउँछ है, एज इफ मानौ टु आस्क व्हाई दे हेभ स्टप्ड, ओके, मानौ उसले सोधिरहेको छ कि हामी यहाँ किन रोकिरहेका छौँ, रोकिनुको कारण के होला भनेर उसले सेकिङ हिज ह्यान्ड्स इज बेल, उसले आफ्नो चाहिँ बेललाई चाहिँ के गरिरहेको हुन्छ। अदर देन द जङ्गल of the bells, the only sounds are the soft wind and the quiet fall of snow flakes, okay। अब त्यहाँ के थियो त त्यहाँ चाहिँ घोडाको घन्टी बाहेक अरू आवाज छैन, के छ त अरू आवाज छैन, त्यहाँ के छ त शान्त हावा र बिस्तारै खसिरहेको हिउँको आवाज मात्र सुन्ने। द साइलेन्स इज डिप एन्ड कामिङ, एकदम शान्त छ, सुनसान छ, हावा बिस्तारै खसिरहेको, हिम परिरहेको आवाज मात्रै हामी त्यहाँ देख्न सक्छौँ। The natural sounds are gentle and comforting, okay, natural sound and gentle and comforting। यस श्लोकले प्रकृतिको शुद्ध मौनतालाई के गरेको छ त उजागर गरेको छ। प्रकृतिको त्यो सौन्दर्यता र मौनतालाई यसले चाहिँ प्रतिबिम्बित गर्छ। द पोइट contrast the little movement of the horse with the fast quiet of the snow woods. It shows how peaceful and undisturbed nature is in that moment, okay। अब यो के गरेको छ, घोडाको हल्का चलायमानता र वरिपरि पूर्ण शान्त बीचको विरोधाभास देखाइरहेको छ। वातावरण शान्त छ, सुन्दर छ र ध्यान खिच्ने खालको छ भनेर यस स्ट्यान्जाले दिएको छ। Now we are going to discuss about the last stanza here. The woods are lonely, dark and deep, okay। The woods are lovely, dark and deep। अब के छ त सुन्दर, अँध्यारो र गहिरो वन छ। But I have some promises to keep, okay। तर मैले पुरा गर्नुपर्ने बाचाहरू, to watch his woods fill up with snow, okay। के गरिएको छ त सुत्न अघि जानु छ, मलाई कोसौँ टाढा भनेका छन्। 8 miles to go before I sleep, म सुत्नुभन्दा धेरै टाढा जानु छ। It symbols to his responsibilities and miles to go before I sleep, okay। म सुत्नु अघि जानु छ, मलाई कोसौँ टाढा भनेर भनेका छन्। अब यस स्टान्जाले भन्न खोजेको कुरा के हो त हामीले बुझ्नु जरुरी छ। दिस लाइन्स, दिस स्टान्जा हैन, Prime Minister of India Jawaharlal Nehru was highly impressed by this philosophical part of the poem। यो philosophical part of poem ले के गरेको छ, जवाहरलाल नेहरूलाई पनि निकै प्रभावित बनाएको स्ट्यान्जा हो यो। The poet finds the woods beautiful, mysterious and inviting, okay। अब कविले यो जंगलको निकै सुन्दरता, गहिरो, आकर्षक उनलाई लाग्दछ र उनलाई के गरिएको छ, इन्भाइटिङ, उसले चाहिँ निमन्त्रणा गरिरहेको छ। He feels a strong desire to stay longer and enjoy the peacefulness। अब उनी के गर्न चाहन्छन् त, उनलाई यहाँ बसिरहन मन लाग्छ, तर उनलाई के गर्नु छ अब। But then he remembers his responsibility and promises। अब उनले के गर्छन् त, उनले आफ्ना जिम्मेवारी र बाचाहरूलाई उनले के गर्छन्, सम्झिन्छन्। He must continue his journey because he has many things to do before he can finally rest, okay। धेरै यात्रा छ कि उनी धेरै काम गर्न बाँकी छ, अनि मात्रै उनले यात्राको विश्राम लिने छन्। This stanza carries a deeper meaning। यसले के गरेको छ त एकदमै गहिरो अर्थ राख्दछ। The woods may represent rest, peace or even death। यसले के गरेको छ त, यसले चाहिँ यस कविले सुन्दरताका चिन्हहरू, जिम्मेवारी बुझको द्वन्द्वलाई यसले चिन्हित गरेको छ। कहिलेकाहीँ शान्तमा हराउन मन लाग्छ, तर जीवनका बाचा र जिम्मेवारी गर्नै पर्ने र विश्रामपछि गर्नुपर्ने यात्रा अझै बाँकी छ भनेर उनले के गर्छन् त, यसलाई सम्झिन्छन्। His life miles to go before I sleep means he has a long way to go and work to finish before he can rest or die। ऊ मर्नुभन्दा उनले आफ्नो जीवनलाई चाहिँ त्याग्नुभन्दा अगाडि उनका रेस्पोन्सिबिलिटिजहरू, जिम्मेवारीहरू थुप्रै छन् भनेर उनले के गर्छन् त, सम्झिन्छन् भनेर यो कवितामा यसरी अन्तिम श्लोकले एउटा परिवर्तन अर्थार्थलाई समेटेको छ। यो कवितालाई लाग्छ कि जंगल, कविलाई के लाग्दछ भने यो जंगल सुन्दर छ, अँध्यारो छ, गहिरो छ, तर उनी आफ्नो मृत्युभन्दा अगाडि के गर्नु छ त, परिवार, साथीभाइ, समाज, मानवता र राष्ट्रप्रतिको दायित्व र जिम्मेवारीले के गरेको छ, भरिएको फरक यात्रामा म निस्किएको मान्छे हुँ भन्ने उनलाई महसुस हुन्छ।
उनले आफ्नो कर्तव्यलाई पनि सम्झिन्छन्। प्रकृतिको सुन्दरताको प्रेमलाई त्याग्नुपर्छ है। किन त्याग्नुपर्छ भने कविले लाग्छ कि उनी अगाडि बढ्नुपर्छ र मानव जातिको विरत भलाइ र कल्याणको लागि आफ्नो व्यक्तिगत खुसी त्याग्नुपर्छ भनेर यस कविताको अन्तिम श्लोकमा उनले भन्न खोजेका हुन्। वास्तवमै मानव जीवनको हरेक जिम्मेवारीहरू हुन्छन्, ती जिम्मेवारीलाई हामीले आफ्नो दायित्व पुरा गर्नुपर्ने हुन्छ। र यो कविताले के सन्देश दिएको छ भने विद्यार्थी भाइ बहिनीहरू, हाम्रो दायित्व जिम्मेवारीहरू पुरा गर्न चारैतिर के छन्, विभिन्न प्रकारका विचलनहरू छन् होइन। जीवन के छ, हाम्रो अति नै छोटो छ, त्यसैले हामीले हाम्रो व्यक्तिगत स्वार्थमा लिप्त हुनु हुँदैन र मर्नु अगाडि हाम्रो यात्रा जारी राख्नुपर्छ भनेर यस स्टान्जाले दिन खोजेको सन्देश हो। Dear students, now we are going to do the exercise here. Find the words from the text that match the following meaning. Okay. निम्न अर्थहरूसँग मेल खाने शब्दहरू पाठबाट पत्ता लगाउनुहोस् भनेको छ। इन एरिया अफ ट्री स्मलर देन अ फरेस्ट। ओके, जङ्गलभन्दा सानो क्षेत्रलाई हामी के भन्छौँ, वुड्स भन्छौँ। स्ट्रिङ अर अनयुजललाई अनौठो अथवा चाहिँ अस्वाभाविकलाई हामी क्वेयर भन्छौँ। द मेन हाउस अन अ फार्म युजली वेयर द फार्मर्स लिभ्स, जहाँ किसान बस्छन् त्यसलाई हामी फार्म हाउस भन्छौँ। एवं प्रकारले यहाँ एक्सरसाइज ए दिएको छ। यु क्यान कम्प्लिट योर एक्सरसाइज ए फ्रम हियर। नाउ वी आर गोइङ टु चुज द करेक्ट एन्सर। वाइ डज द स्पिकर स्टप वाइल अन द जर्नी। अब यात्राको क्रममा कवि अथवा वक्ता त्यहाँ किन रोकिन्छन् भनेको छ। योर एन्सर टु वाच द वुड्स फिल्ड विथ द स्नो। वाट इज द सेटिङ अफ द पोएम। द वुड अफ डार्क स्नोई इभिनिङ is the setting of the poem. Now see here, which one of the following statements is true. Okay, the woods are far away from the village. How did the horse respond when the speaker stopped there. Okay, shook its harness, उसले आफ्नो हार्नेसलाई चाहिँ बजाउँछ. What does miles to go before I sleep means? Okay, it means the speaker has lots of responsibilities to fulfill. Okay, उनले चाहिँ आफ्ना जिम्मेवारीहरू थुप्रै छन् पुरा गर्नका निम्ति. Here is given the exercise C here. Okay, and then question number D here, D exercise here given here. He is asked to recall the journey of the recent mate who accompanied you on the journey. Did you enjoy it? Compose a short poem about it. तपाईले हालै गर्नुभएको यात्रा सम्झनुहोस् र यात्रामा कसले साथ दियो, के तपाईले यसको आनन्द लिनुभयो, यसको बारेमा छोटो कविता लेख्नुहोस् भनेको छ. मैले लेखेको छु. To the hills I went once clear morning, bright and new. What my brother, skies so blue. हैन, एवं प्रकारले यहाँ दिएको छ. You can copy your poem or recite the poem here from here. Here is additional questions here. विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई यी एडिसनल थप प्रश्नहरूले यहाँहरूलाई चाहिँ यस कवितालाई बुझ्न थप प्रयास गर्नेछ भन्ने मैले विश्वास लिएको छु. वेयर वाज द पोइट गोइङ, कवि कता जाँदै थिए अथवा जाँदै हुनुहुन्थ्यो. द पोइट वाज अन अ जर्नी, लाइकली हेडिङ होम और टु एन इम्पोर्टेन्ट डेस्टिनेसन. क्वेसन बी हियर, वाट वाज द वेदर लाइक द्याट नाइट, त्यो रातमा मौसम कस्तो थियो. इट वाज स्नोई, cold and dark, the darkest evening of the year. It is mentioned in the poem here. What does before I sleep suggest, सुत्नु अघिले के सुझाव दिन्छ भनेको छ. It suggests the responsibility the poet must fulfill before resting or possibly before death. हैन, मर्नु पूर्व उनले थुप्रै प्रकारका जिम्मेवारीहरू पुरा गर्नुपर्ने छ. How is the forest, वन कस्तो थियो. The forest is described as lovely, dark and deep. विद्यार्थी भाइ बहिनीहरू, यी प्रश्न उत्तरहरूलाई यहाँहरूले नजिकबाट निहाल्ने कोसिस गर्नुहोला. Where has the man stopped, मान्छे कहाँ रोकिएको छ है, अथवा पोइट कहाँ रोकिनु भएको थियो. He has stopped by the wood between the forest and frozen lake. Okay, has the man lost the way in the woods, के मानिसले जङ्गलमा बाटो गुमाएको छ अथवा हराएको छ.
No, he has not lost the way. He stops initially the admire the woods. Okay. एवं प्रकारले यहाँ थुप्रै प्रश्नहरू दिएको छ। यी प्रश्नहरूलाई विद्यार्थी भाइ बहिनीहरूले अभ्यास गर्नुहोला र यी प्रश्नहरूले यहाँहरूलाई थप चाहिँ यस कवितालाई जान्ने अथवा बुझ्ने प्रयास गर्नेछ। राइट टी फर ट्रु एन्ड ए फर द फल्स द फलोइङ स्टेटमेन्ट्स भनिएको छ। यी प्रश्नहरू 10वटा ट्रु फल्सहरू दिएको छ। यहाँहरूले यी ट्रु फल्सहरूलाई अभ्यास गर्नुहोला र अभ्यास गरिसकेपछि मात्रै एन्सर सिटलाई हेर्नुहोला। मैले एन्सर पनि यहाँ राखिदिएको छु र यहाँहरूले यो भिडियोलाई जस्तो हेरिसकेपछि जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। आई विल प्रेजेन्ट विथ यु विथ द नेक्स्ट भिडियो। Have a great day. Bye bye.